हेलो गाइज वेलकम ब्याक टु किरु सनु च्यानल। आज चाहिँ मन्डे अनि मन्डे चाहिँ नारायणघाटमा चाहिँ सबै फेन्सीहरू चाहिँ बन्द हुन्छ अनि मन्डेको दिन चाहिँ हामी गार्मेन्ट पनि जाँदैनौँ। सन्डे नै दाइहरूलाई सबै कामहरू जिम्मा लगाएर छोडेको हुन्छौँ। अनि आज मन्डे चाहिँ कतै जाने पनि प्लान थिएन हाम्रो। सो आज चाहिँ मैले घर सफा गर्छु भनेर चाहिँ प्लान बनाएको थिएँ। अनि सोनु तल गइसकेपछि त्यो स्कुटी निकाल्न मैले चाहिँ सधैँ नै तल सफा गरेर झाडु पोछा लाएर चाहिँ अनि आफ्नो रुम सफा गर्छु। अनि सबै सफा गरेर भ्याएपछि चाहिँ नुहाउन जान्छु। अनि नुहाएपछि चाहिँ यो क्लिडाको मोइस्चराइजर र सनब्लक लगाउने गर्छु। मम्मीले पूजा गरेर यो धुप हाल्छिन्छ कि अनि यो प्लान्टमा के कस्तो राम्रो देखिन्छ कि धुवाले। यो प्लान्ट चाहिँ मलाई बाबाले गिफ्ट गरिसकेको हो। म तल जाँदाखेरि चाहिँ मम्मीले चाहिँ आफ्नो हर्बल टी पकाइसकेको रहेछ। यो टी चाहिँ मम्मीले मात्र खाइसिन्छ, हामीले चाहिँ खान्नम टर्रो लागेर। अनि मैले चाहिँ अन्डा बोइल गर्न राखिदिएँ। मम्मीले हर्बल टी खाएपछि चाहिँ हामी तिनजनाले सधैँ मिल्क टी खान्छौँ। अनि मैले यता चाहिँ मिल्क टी बसालिदिएँ। अनि त्यसपछि चाहिँ सोनुको फेभरेट यो बेलुका रको रोटीलाई चाहिँ यसरी पानीमा नुन हालेर घोल्ने अनि त्यसलाई चाहिँ त्यो पानीमा डुबाएर फ्रन्ट र ब्याक दुइटै डुबाएर अनि यतापट्टि प्यानमा चाहिँ घिउ हालेर तताउने अनि त्यसमा चाहिँ रोटी हालेर तताउने। कि नर्मली हामीले चाहिँ त्यत्तिकै तताएर खान्छ भने यसमा चाहिँ हल्का रोटीलाई चाहिँ नुनिलो बनाउने त्यति रहेछ। यो चाहिँ मलाई थाहा थिएन, मैले चाहिँ बिहे गरेर आएपछि यहीँ नै थाहा पाएको हो। सोनुलाई चाहिँ एकदम मनपर्छ कि यो। अनि बेलुका रोटी रहने बित्तिकै बिहान चाहिँ मैले तताएर दिन्छु। अनि चिया खाएपछि चाहिँ एकछिन गफ गरेपछि हामीले चाहिँ खाना पकाउन थाल्यौँ। अनि मम्मीले तरकारीहरू काट्ने अनि गर्दैछ। मैले चाहिँ लौकामा चना हालेर पकाएँ। अनि यता चाहिँ भिन्डी फ्राई गर्दैछु। अनि यो कालो कराईमा चाहिँ अलिक चाँडै पाके जस्तो लाग्छ कि, सो मलाई कालो कराई ठिक लाग्छ। आज चाहिँ पुरै सफा गर्छु भनेको थिएँ नि त, त्यही भएर मैले चाहिँ यता भात बसालिदिएर चाहिँ अनि यता यो बट्टाहरू कति धेरै भयो थियो कि, बट्टै के हो के अनि त्यही भएर त्यो बट्टालाई चाहिँ नचाहिनेलाई चाहिँ अलिकति माथि ऱ्याकमा हालिदिन्छु भनेर चाहिँ त्यहाँ स्पेस बनाएर ऱ्याकमा पनि हालिदिएँ। अनि यता टेबलहरूमा नि अचारहरू के थियो त्यो सबै उतापट्टि राखिदिएँ मैले ऱ्याकमा लगेर। अनि खाना खाइसकेपछि चाहिँ मैले सबै सामानहरू थन्काएँ। अनि सब तिनजनाले मिलेर काम गऱ्यौँ। बिहान पनि एकजनाले भाँडा मान्ने सफा गर्ने त्यस्तो गरेर। अनि दिउँसो चाहिँ आज असार 15 दही चिउरा खाने दिन। अनि यता दिदी पनि आइसकेको थियो। अनि दिदीको नाम पनि किरण हो कि, मेरो नाम पनि किरण, दिदीको नाम पनि किरण, अझ हाम्रो त आन्टीको नाम पनि किरण हो कि। घरमा 3टा किरण छौँ। अनि हामी सबै मिलेर चाहिँ दही चिउरा खायौँ गफ गर्दै, एकदम रमाइलो भएको थियो। अनि दिदी पनि अलि हँसाउने खालको हिँड्छ। अनि हामी सबै एकदम रमाइलो हुन्छ कि सबै जाँदा हुँदा चाहिँ। एकैछिन पछि चाहिँ ठुलो दिदी र सानो भान्जी पनि आइसक्यो। सानो भान्जीलाई चाहिँ हामीले माया गरेर भुङ्गुरु भन्छौँ। एकदमै क्युट भइसिन्छ सानो भान्जी चाहिँ। अनि दिदीहरू गएपछि चाहिँ सोनु एकछिन गायब भएछ। त्यो के गर्न लागिसकेछ भनेको त सोनु त पुरा लेमन पानी बनाएर लिएर आइस होइन, बनाउनु त बनाइस्यो तर सोनुले चाहिँ त्यो छान्नुपर्छ नि त, लेमनको त्यो धुलो परेको हुन्छ नि त, नछानिकन ल्याइसकेछ। त्यही भएर चाहिँ खान अप्ठ्यारो भएर हामी यहाँ हाँसिरहेछौँ। मिठो चाहिँ एकदम मिठो भयो थियो है। अनि हामी इभिनिङमा चाहिँ मासु किन्न गथ्यौँ। अनि त्यही बेलामा चाहिँ सोनुले रोगमा तिमीलाई 1 राउन्ड मारिदिन्छु यस्तो गरममा शीतल हुन्छ भनिस्यो। अनि हामीले 1 राउन्ड माऱ्यौँ। अनि मक्ख पर्दै हिँडेँ। अनि घर आएर चाहिँ मैले लसुन छोडाएँ। अनि त्यति मिल्दैन, त्यही उल्टा हातले छोडाएँ। अनि मासु पकाउन लागेको त मासु त किमा जस्तो धुलो कि, मलाई त यस्तो रिस उठेर कस्तो काटिदिएको कि। अनि खाना खाएर भ्याएपछि चाहिँ हामी तिनजनै मिलेर चाहिँ कामहरू भ्यायौँ सबै। अनि काम भ्याएपछि चाहिँ हामी चाहिँ आफ्नो आफ्नो कोठामा लाग्यौँ। गुड नाइट।